नेपाल प्रिमियर लिग एनपीएल सिजन 3 को अक्सन सकिएसँगै सबै टिमहरूले आफ्नो स्क्वाड लगभग पूरा गरिसकेका छन्। आजको भिडियोमा हामी कुरा गर्दैछौँ विराटनगर किङ्सको कप्तान सन्दीप लामिछानेको नेतृत्वमा यस पटक टोलीले कस्तो रणनीति अपनायो, कुन खेलाडीहरूलाई रिटेन गर्यो, अक्सनबाट कस्ता खेलाडीहरू भित्र्यायो र यो टोली उपाधिको दावेदार बन्न सक्छ कि सक्दैन। आउनुहोस् विस्तारमा जान्ने प्रयास गरौँ। भिडियो मन परे भिडियो लाइक गरी च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सबैभन्दा पहिले कुरा गरौँ रिटेन गरिएका खेलाडीको। विराटनगर किङ्सले आफ्नो मुख्य आधारलाई जोगाएको छ। कप्तान सन्दीप लामिछाने टोलीको सबैभन्दा ठूलो हतियार हुन्। उनको अनुभव, कप्तानी र लेग स्पिनले कुनै पनि खेलको दिशा बदल्न सक्छ। त्यसपछि छन् विकेट किपर ब्याट्सम्यान लोकेश बाम, जसले आक्रमण ब्याटिङ गर्दा टोलीलाई तीव्र सुरुवात दिन सक्छन्। अर्का खेलाडी हुन् बसिर अहमद, टोलीका महत्त्वपूर्ण अलराउन्डर हुन्। उनले ब्याटिङ बलिङ दुवैबाट योगदान दिन सक्छन्। अर्का खेलाडी हुन् युवा तीव्र गतिका फास्ट बलर रतीश जीसी। उनले नयाँ बल र डेथ ओभरमा राम्रो भूमिका खेल्ने अपेक्षा गरिएको छ। त्यस्तै नारायण जोशी र सुभाष भण्डारीले पनि टिमलाई सन्तुलन कायम राख्ने जिम्मेवारी पाएका छन्। अब कुरा गरौँ अक्सनबाट थपिएका खेलाडीको। यस अक्सनमा सबैभन्दा चर्चित नाम बन्यो रुपेश कुमार सिंह। विराटनगर किङ्सले उनलाई 15 लाखमा अनुबन्ध गरेको छ। उनले गर्दा किङ्सको फास्ट बलिङ अझ राम्रो भएको छ। त्यसपछि टिममा थपिएका छन् सुजन थपलिया, अपराजित पौडेल, प्रतीक श्रेष्ठ, दिलसाद अली, नरेन साउद र इमरान शेख। यी खेलाडीले टिमको ब्याटिङ गहिराई बनाउनुका साथै आवश्यक पर्दा विभिन्न भूमिकामा योगदान दिन सक्ने अपेक्षा गरिएको छ। यदि हामी यो टोलीलाई समग्रमा हेर्ने हो भने यस टिमको बलियो पक्ष भनेको स्पिन आक्रमण हो। सन्दीप लामिछाने र नरेन साउदको जोडी यो ग्राउन्डको पिचमा विपक्षीलाई चुनौती हुनेछ। फास्ट बलिङ तर्फ रुपेश कुमार सिंह, रतीश जीसी को जोडीले टिमलाई सन्तुलन दिनेछ। ब्याटिङमा लोकेश बाम, बसिर अहमद